सबैभन्दा अग्लो झरनाको रूपमा परिचय बनाएको सुलीघाट झरना फोक्सुन्डो हेर्न सहजता भएमा मात्र यहाँ आउनेको सङ्ख्या अझ बढ्ने पर्यटकहरू बताउँछन्। झरना हेर्न धेरैले मन लोभ्याउने भए पनि झरनाको नजिकै रहेको बाटोको अवस्था खराब हुँदा त्रास बढेको पर्यटकहरूको भनाइ छ। उनीहरूले जोखिमपूर्ण भएका कारण 1 घण्टाको उकालो हिँड्दा शास्ति धेरै भएको दुखेसो पनि गरेका छन्। से फोक्सुन्डो गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष निमा लामाले पहिलेको भन्दा अहिले बाटो राम्रो भएको दाबी गर्दै अझ बाटो सुधारको काम हुने बताउनुभयो। यहाँ चाहिँ पहिला क्यारीमानले गर्दाखेरि स्विजरल्यान्डबाट भरि आउँछ, फ्रान्सबाट भरि आउँछ सुटिङ गर्दाखेरि, अनि बाहिर देशबाट विदेशबाट धेरै आउँछ। अहिले 2, 3, 4, 5 वर्षको उसमा चाहिँ हाम्रो नेपालीहरू पनि धेरै घुम्न आउन थालेछ के। धेरै नेपालीहरू चाहिँ धेरै घुम्न आइरहेछ। से फोक्सुन्डो गाउँपालिका भित्रको बाटो राम्रो भएको अध्यक्ष लामाको भनाइरहेको छ। बाटो निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगर्दा केही समस्या भएको समेत उहाँले खुलाउनु भयो। प्रदेश सरकारबाट पनि से फोक्सुन्डो गाउँपालिका 8 साङटादेखि माथिको भागमा थप बाटो बनाउनका लागि बजेट विनियोजन भएको छ। बाटोको बीचमा रहेको खोलामा काठले निर्माण भएका पुलका कारण यात्रामा जोखिम आएको छ। काठका पुलहरू हटाएर झोलुङ्गे पुल निर्माण भएमा स्थानीयवासी तथा पर्यटकहरूका लागि अझ सजिलो हुने देखिन्छ। बाटो सुधार गरेमा मात्र पर्यटकहरूको सङ्ख्या बढ्ने सुर्खेतबाट फोक्सुन्डो पुगेका मोहन मल्लले बताउनुभयो। तालमा पुगिसके आफैमा मनोरम दृश्य चाहिँ देख्न बित्तिकै तल हिँड्दै गरेको मान्छेको पनि त्यहाँ चाहिँ एउटा हुन्छ। फेरि माथि गइसकेपछि 2टा टेकअप रहेछ। एउटा चाहिँ यता पूर्वतिर रहेछ, एउटा टेकअप चाहिँ यता उत्तरैतिर बनाएर रहेछ। तर बाटो चाहिँ त्यहाँ माथि टेकअपमा चाहिँ अब जाने साथीहरूलाई भन्छु, अब बिहानै त्यो टेकअपमा जाँदा ठिकै होला, अलि साँझको अवसरमा त्यहाँ हावाहरू चल्दो रहेछ। त्यो भावनाले मान्छे माथि टेकअपमा नपुगेरै त्यो तालो वरिपरि घुमेर नै आउँदा रहेछन्। वास्तविक जानुपर्ने अलि माथि भ्यूमै हो, तर भ्यूमा जानको लागि बाटो त्यहाँ चाहिँ ठुलो डेन्जरको छ। त्यसलाई चाहिँ अलिकति सरकारले अलि हुन्छ त्यहाँको चाहिँ निकुञ्ज राष्ट्रिय से फोक्सुन्डो निकुञ्जले चाहिँ अब तल पैसा उठाउने अनि माथि अलिकति व्यवस्थित गर्नुपर्छ भन्ने मेरो भनाइ हो। निकुञ्ज क्षेत्रभित्र गाउँहरू भएको र निकुञ्जको विद्यमान कानुन जटिल खालका भएका कारण काम गर्न समस्या हुँदै आएको पालिकाले बताउँदै आएको छ। यता से फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख किशोर कुमार महतोले आफूहरूसँग भएको बजेट भित्रबाट काम गरिरहेको बताउनुभयो। उहाँले पछिल्लो समय पर्यटकहरू आउने सङ्ख्या वृद्धि भएको समेत जानकारी दिनुभयो। पहिलाको वर्षभन्दा अलिकति बढ्या छ मान्छेको। विदेशी सार्कको चाहिँ अलिक कमी हुनुहुन्छ, नेपाली र विदेशीको चाहिँ राम्रो छ, बढ्या छ। हामीसँग भएको जति बजेट हुन्छ, जति यो योजनामा हाम्रो प्लानिङबाट जति हुनुपर्ने हामी चाहिँ त्यो रूपमा चाहिँ हामी गर्ने आउँछौँ। अनि स्थानीय जसमाथि फोक्सुन्डो गाउँपालिका छ, ठुलोबेरी छ, त्रिपुरा सुन्दरी नगरपालिका छ, उहाँहरूसँग नै हाम्रो कोर्डिनेसन चाहिँ भइरहेको हुन्छ। हामी बेला बेला उहाँहरूले पत्र पनि पठाउँछौँ, उहाँहरूसँग बसेर अनि कुराकानी चाहिँ भइ नै रहन्छ। अब उहाँहरूले गर्नुपर्ने ठाउँमा उहाँहरूले गर्नुहुन्छ, हामीले गर्ने ठाउँमा हामीले गरेर हुन्छौँ। कोर्डिनेसन चाहिँ भइरहेको हुन्छ। अब सुधार्नु पर्ने पक्षहरू चाहिँ पनि छन् चाहिँ अब गरिरहेछौँ भन्नु पर्यो। दर्जनको सङ्ख्यामा रहेको काठेपुल तथा बीचबीचमा बास बस्नका लागि उपयुक्त होटेल भएमा 12 महिना पर्यटक जान र आउन सहज हुनेमा शङ्का नभएको पर्यटकहरू बताउँछन्।